मैले चाहिँ अ, त्यो समाजमा चाहिँ देखेको केही कुराहरू चाहिँ म सेयर गर्न चाहन्छु है। मैले चाहिँ समाजमा चाहिँ अहिले पनि हाम्रो नेपाल देशलाई चाहिँ पुरुष प्रधान देश भनेर भनिन्छ मात्रै होइन कि साँच्चीकै व्यवहारमा त्यो पनि देखिन्छ र मैले देखेँ भने त्यो कुराहरू म सेयर गर्दैछु है। कस्तो हुन्छ हुँदो रहेछ भने यो मैले देखेको अनुसार चाहिँ हुन त मैले नजिकबाट जे कुराहरू देखेँ त्यो कुरा नै मैले सेयर गर्दैछु है। एक थरीको पुरुष हुँदो रहेछ पुरुषहरू नै यो पुरुष जातिहरू चाहिँ धेरै थरीको हुँदो रहेछन् कि एक थरीको पुरुष हुँदो रहेछन् होइन। कस्तो भने लभ परेर बे गर्ने लभ परेर बे गर्ने लभ म्यारिज गर्ने होइन। अनि त्यसपछि आएर पछि आएर बे गरेर आइसकेपछि घर परिवार आमा बाबा कसैलाई मतलब गर्दैन उसको बुढीलाई मात्रै मतलब गर्ने एक किसिमको पुरुष त्यो हुँदो रहेछ होइन। अर्को किसिमको पुरुष हुँदो रहेछ बे गरेर ल्याइसकेपछि पनि उसलाई एकदम धेरै यातना दिने एकदम धेरै मानसिक दुःख दिने होइन। अनि व्यवस्था गर्ने त्यो किसिमको हुँदो रहेछ। अनि अर्को थरीको पुरुष हुँदो रहेछ दुनियाँ केटीहरूसँग हिँड्ने दुनियाँको भावनासँग खेलवाड गर्ने होइन। अनि दुनियाँको छोरीचेली बिगार्ने लास्टमा बाउ आमाले घर परिवारले बाबा आमाले जो मान्छे उसलाई भनेको छ नि जो केटी बेगर भनेर अनुमति दिएको छ नि त्यही केटीसँग बे गर्ने ल्याउने उसलाई मन परोस् या नपरोस् मतलब छैन। फ्यामिलीले त्यही केटी बे गर्नुपर्छ भनेर गरिन्छ ल्याउँछ बे गरेर ल्याउँछ होइन। बेगेर ल्याइसकेपछि उस नाम मात्रैको बुढी हुन्छु होइन। ऊ फेरि दुनियाँ रखेलहरू चार्न थाल्छ विभिन्न रखेलहरू चार्न गर्छ। तर त्यो मान्छे चाहिँ कस्तो स्वभावको हुँदो रहेछ भने घरमा आमा बाउको अगाडि अथवा बुढीको अगाडि चाहिँ उसलाई साँच्चीकै माया गरे जस्तो केयर गरे टेक केयर गरेको जस्तो गर्ने होइन। अनि त्यसपछि अगाडि त्यस्तो गर्ने अनि पछाडि पछाडि चाहिँ महिने पछि रकेल फेर्दै हिँड्ने होइन। फ्री वाइफाई जस्तो भन्ने के हो त्यस्तो खालको केटाहरू पनि यहाँ देखेँ मैले त्यस्तो खालको पुरुषहरू पनि देखेँ यहाँनिर है। अनि घरकी श्रीमती चाहिँ कस्तो भने आफूलाई नसुहाउँदो टाइपको श्रीमती छ भने पनि त्यो बे गरिदिने बाबा आमाको कारणले बे गरिदिने या त्यो नराम्री भए पनि अथवा कुनै पनि कुरामा उसँग सुट मिल्दैन उसँग म्याच छैन त्यो केटी भयो भने त्यो बे गरिदिने। अनि त्यस्तो बे गर्ने खालको केटा चाहिँ कस्तो हुँदो रहेछ नि त्यो श्रीमती कतिसम्म सक्षम छ अरे त्यसले कतिसम्म कमाउन सक्छ भने त्यो आधारमा चाहिँ बे गर्दो रहेछ क्या बे गर्ने होइन। घरमा त्यो श्रीमती आफूसँग म्याच होस् नहोस् मतलब छैन होइन। अलिकति उसले पैसा कमाउँछ भनेपछि त्यसमा मात्रै त्यसलाई मात्रै आधार बनाएर बे गरिदिने त्यस्तो किसिमको हुँदो रहेछ एउटा पुरुष चाहिँ। अनि एक किसिमको पुरुष चाहिँ कस्तो हुँदो रहेछ भने एक किसिमको पुरुष चाहिँ कस्तो हुँदो रहेछ भने बेगेर ल्याउने होइन घरमा श्रीमती ल्याउने त्यसपछि त्यो श्रीमती ल्याइसकेपछि होइन बाउ आमा दाजुभाइ दिदीबहिनी सबैको अगाडि श्रीमतीले यति नराम्रो बनाउने कि यति नराम्रो बनाउने कि 70 भन्दा पनि बढी त्यस्तो किसिमको व्यवहार गर्ने के श्रीमतीलाई होइन। अनि त्यसपछि जब बाउ आमा भाइ बहिनी सबै घरको मेम्बरदेखि अलिकति टाढा हुन्छ श्रीमतीको पासमा हुन्छ नि श्रीमतीको पासमा हुँदा चाहिँ सर्वस्व श्रीमती हो जस्तो गरेर त्यस्तो किसिमको शब्द र व्यवहारहरू देखाउने हो त्यस्तो किसिमको पुरुष अर्को हुँदो रहेछ होइन। अनि एक किसिमको पुरुष हुँदो रहेछ फेरि होइन कस्तो भने आफ्नो बुढीलाई पनि माया गर्ने अर्काको बुढीलाई पनि माया गर्ने होइन त्यस्तो किसिमको हुँदो रहेछ। अर्को किसिमको पुरुष हुँदो रहेछ फेरि महिनै पछि 1 महिना 2 महिनामा अर्काको बुढीहरू कुन चाहिँ छ राम्री आफ्नो बुढी राम्री छैन अनि कुन चाहिँ छ कसको बुढी राम्री छ अनि 2 महिना 3 महिनामा केटी फेर्दै हिँड्ने रखेलहरू बनाउँदै हिँड्ने चाख्दै हिँड्ने के हुन्छ नि त्यो चढ्दै हिँड्ने के त्यो किसिमको पुरुषहरू हुँदो रहेछ। अर्को थरीको पुरुष चाहिँ त्यस्तो हुँदो रहेछ है मैले यहाँ समाजमा देखेको के। अनि त्यसपछि अर्को थरीको कस्तो हुँदो रहेछ भने एउटा स्वार्थले नजिकिने अनि त्यसपछि हुन्छ नि अलिकति अलि लिडरसिप गरेको त्यो टाइपको मान्छेहरू त्यो टाइपकोहरूको चाहिँ कस्तो देखेँ भने मैले सबैलाई चाहिँ भने होइन है मैले केही व्यक्तिहरू चाहिँ म त्यस्तो लिडरसिप जस्तो देखिने मान्छेहरू चाहिँ कस्तो रहेछ भने
फलानु ठाउँमा जागिर लगाइदिन्छु, फलानु यति हेल्प गर्छु, यस्तो गर्छु भनेर जसको घरमा चाहिँ सम्बन्धहरू अलिकति राम्रो छैन जस्तो हुन्छ नि, हो त्यस्तोहरूलाई चाहिँ जागिर लाउने आशामा, जब लगाइदिने आशामा होइन, त्यो आश्वासन देखाएर त्यसरी चाहिँ भावनासँग अर्काको श्रीमती होस् या कुमारी केटी होस् त्यस्ताहरूलाई चाहिँ फसाउने टाइपको पुरुषहरू पनि देखेँ मैले यहीँनिर है।